बालमिता पूर्ण भएको खण्डमा यो जन्ममा नै परम शान्त निर्वाण समेत प्राप्त गर्न सक्ने सुअवसर हामीलाई प्राप्त हुन्छ। त्यसकारण अब दान दिनु, दुश्चितलाई दान दिनुभन्दा शीलवानलाई दान दिनु धेरै पुण्य प्राप्त हुन्छ। शीलवानलाई दान दिनुभन्दा इच्छुहरूलाई दान दिनु धेरै पुण्य प्राप्त हुन्छ। त्योभन्दा श्रद्धापन्न संयुक्तगामी, अनागामी र अनन्त प्राप्त भइसकेका व्यक्तिहरूलाई दान दिनु पनि धेरै धेरै पुण्य प्राप्त हुन्छ। त्यसकारण इच्छु सङ्घसहित जुनो भगवान बुद्धलाई दान दिन सके त्योभन्दा ठुलो पुण्यहरू विश्वमा छैन भन्नुपर्छ। त्यसकारण हामीले बुद्ध देख्न नसके तापनि अब तपाईँहरूले आयुष्मान सामनेलाई नमस्कार गर्नुभन्दा भिक्षु भइसकेपछि नमस्कार गर्नु त धेरै धेरै पुण्य तपाईँलाई पनि प्राप्त हुने भएको छ। त्यसकारण उहाँलाई के आवश्यक छ, हाम्रो शील पालन गर्नुको निमित्त उपासक उपासिकाहरूले सत्पुत्र हामीले सेवा गरेको खण्डमा पनि हामीलाई उपासक उपासिकाहरूलाई धेरै पुण्य प्राप्त हुन्छ। त्यसकारण यो पुण्यबाट सबैलाई रोग व्याधि भय अन्तराय विघ्न बाधा हटेर सुस्वास्थ्यका मङ्गल दीर्घायुको साथै आयुष्मान उहाँलाई पनि बुद्ध शासन प्रचार प्रसार गर्नुको निम्ति सुस्वास्थ्यका मङ्गल दीर्घायुको साथै भगवान बुद्धको शिक्षा भनेको नेपालीहरूलाई मात्र होइन कि सम्पूर्ण विश्वलाई नहुने शिक्षा साइन्टिफिक तरिकाले कतै दिनुहुने नै भगवान बुद्ध हुनुहुन्छ। त्यसकारण उहाँको शिक्षा मानिसहरूलाई मात्र होइन कि देवताहरूलाई समेत नहुने शिक्षा दिनुभएकोले नै देवताहरूले समेत भगवान बुद्धलाई पूजा गर्न योग्य भएको हो भने हामी सबैलाई थाहा पाउनुपर्छ। पुण्यबाटलाई प्रार्थना नगरे तापनि निरोगी स्वास्थ्यकर निर्माण समेत प्राप्त गर्न सफल गर्ने अब भिक्षुसँगबाट तपाईँहरूलाई निरोगी स्वास्थ्यकर मङ्गल दीर्घायुको साथै हामी सबैले जन्म जरा व्याधि मरणबाट अलग शान्तिपद निर्माण समेत प्राप्त गर्न सफल गर्ने कामना गर्दै हुनुहुन्छ। सबैले हात जोडेर श्रद्धाका साथ